देख्न सक्नुहुन्छ साथीहरु यो चाहिँ के हो भनेर चाहिँ मैले पनि ठ्याक्कै ठमेन सकिन यसलाई चाहिँ यो चाहिँ आज पोखर एक बगरतिर चाहिँ माछापुर ब्याङ्क लाइन साइडमा चाहिँ एकदम धेरै चाहिँ आतंक मचाइरहेको अवस्थामा यहाँको स्थानीय बासिन्दाहरूले चाहिँ यसलाई चाहिँ कन्ट्रोल मिल्न कोसिस गरिराख्नु भएको छ है मैले पनि ठ्याक्कै देखेको म रोडमा आउँदै थिएँ त्यसैले चाहिँ हजुरहरु पनि यो के हो यसको नाम चाहिँ के हो मलाई ठ्याक्कै थाहा पनि छैन मलाई है त यसलाई चाहिँ कन्ट्रोल मिल्ने कोसिस गरिराख्नु भएको छ यो चाहिँ एकदम आत्तिएको छ है त यसले चाहिँ सामान कोसिस गर्दाखेरि एकदम झम्टिने चाहिँ गरेको अवस्थामा यसलाई चाहिँ अब वन कार्यालय यता कसैले भनेर त्यसमा चाहिँ लिने कोसिस गरिँदैछ एकदम खतरा छ यसको दाँत हेर्नु न औ यसको दाँत खतरा छ कि यसले चाहिँ काट्यो भने एकदम विशाल हुन्छ भन्ने कुरा सुनेको छ हेर्नु साथीहरु यस्तो के कस्तो हो यसको चाहिँ बारेमा अहिले वन कार्यालयमा खबर गरिसक्नु भएको छ यताको बासिन्दाहरूले एकछिनमा वन कार्यालय पनि यहीँनिर छ यहीँनिर छ यही माथिनिर छ है त 1 मिनेटको बाटो पनि छैन वन कार्यालय नजिकै छ यसमा चाहिँ अलि त्यहाँ लिएर के कस्तो हो यसको नाम त ठ्याक्कै थाहा भएन मलाई तर चाहिँ यहाँ धेरैजना आउनु भएको छ देख्न सक्नुहुन्छ यतातिर यसको ठ्याक्कै अब अहिले चाहिँ कन्ट्रोल मिलिसकेको छ यसलाई सामान्नु के हातले सामान्नु न घरमा बसेर देख्न सक्नुहुन्छ म चाहिँ अहिले डिभिजन फरेस्ट अफिस कास्कीमा भित्र प्रवेश गरिसकेको छु यहाँ चाहिँ हजुरले देख्नुहुन्छ के कस्तो गर्दै हुन्छ त्यो भर्खर ल्याएर आएको है त यसलाई चाहिँ अब सुरक्षित ठाउँमा लिएर छोडिन्छ होला सायद है यसमा चाहिँ लकअप भित्र हालिसकेको छ मैले समाधान लिएर आएको ल धन्यवाद तपाईलाई दाइले त झ्याप्पै समात्नु हो कि मैले झ्याप्पै यस्तरी छेक डर मानेको कि अरूले डर मानेको कि हो यो त गाडीमा के भन्छ यसलाई यो न्याउरो मुसाको विकसित रूप हो कि मोल साप जस्तो मोल साप जस्तो यहीँबाट भाग्यो का गाडीले मान्छे टोक्छ है ज्वरोमा दौडियो भाग्यो ज्वरोमा दौडिने बित्तिकै यस्तो ठिकै क्या यसले झ्याप्पै समातिदियो क्या पुच्छरमा समातेर भ्याउँदैन नि त पुच्छरमा नसमातेको टोकिहाल्छ टोक्दो रहेछ के अघि पुच्छर नसमातेर टोक्थ्यो कि टोकिहाल्छ नि पुच्छरमा समात्यो भने त मुखले भ्याउँदैन नि त हामीले मुस्किलमा समात्यो यसलाई के भनिन्छ यसको नाम विकासित रूप हो क्या यसले खाने फलफुल मात्रै हो हैन सर्प माछा यो त सर्पभन्दा नि बेसी कुखुराहरू पनि खान्छ होला नि यसले त यो त सर्पको भन्दा बेसी पोइजन हुन्छ क्या चाहिँ
होइन छोडिदिने छोडिदिने हो यो त म त चितुवा भन्छ बजार चितुवा झ्याप्पै मान्छे दिएर ल अहिले चाहिँ वन डिभिजन कार्यालयमा अहिले चाहिँ हालेर चाहिँ यसलाई चाहिँ सुरक्षित रूपमा चाहिँ जङ्गलमा लिएर चाहिँ छोडिन्छ है त। अब बजारमा यस्तो आएर चाहिँ निकै चाहिँ खतरनाक हुन्छ बजारमा चितुवा आउनलाई चाहिँ गएको आज चाहिँ मूल साप होइन त्यो न्याउरी मुसाको विकसित रूप के भन्छ र यसलाई यो न्याउरी मुसाको विकसित ठुलो के अलिक ठुलो भयो होइन जिङ कपडा त समातेर लिएर हामीले उहाँ दाइहरूले चाहिँ एकदम बजारमा भएको चाहिँ समातेर हेल्प गरिदिनु भएको छ। यसरी चाहिँ बजारमा चाहिँ जनावरहरू आउनु लाग्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ है त। ल हामी चाहिँ वन डिभिजन कार्यालयबाट अब यसलाई चाहिँ सुरक्षित ठाउँमा चाहिँ लिएर स्थलमा लिएर चाहिँ छोडिन्छ है त। ल आज चाहिँ भित्र आएको थिएँ भर्खर अब यहाँ चाहिँ सक्यो। आज चाहिँ लगेर छोडिन्छ अरे। आजको भिडियो चाहिँ हामीले अचानक यो बजारमा भेटेको कारणले भनेको त्यही भएर चाहिँ जस्तो भइन्छ भिडियोतिर त लाग्यो लास्टमा चाहिँ लाइक कमेन्ट